आज यो मेसिन नभएको भए मान्छेको हालत कस्तो हुन्थ्यो क्या। र यसरी बिस्तारै मेसिन तान्छ भित्र। सुरुमा बिग्रिन्छ 2-4वटा नराम्रो आउँछ अलिअलि। त्यसपछि फाइनली यस्तो मोमो बनाउन मैले सिकिहालेँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। र हामी फेरि आइसक्यौँ हामी आफ्नो जबमा। हिजो हामीले खासै केही सिकेका थिएनौँ। आज चाहिँ अलिकति केही इम्प्रुभमेन्ट हुन्छ कि भनेर आज हामीले हिजो फेरि हामीले युट्युबमा नि हेरेर आएका थियौँ अलिअलि। यसरी मुसिँदैछ मेसिनबाट, हातले मिच्नु पर्दैन, मेसिनबाट नै हुन्छ, सजिलो रहेको छ अहिलेको जमाना। रोटी गोलो बनाएर निकाल्छ यो मेसिनले, हातले केही गर्नु पर्दैन, सबै यसैको काम छ। जस्ट हाम्रो काम भनेको यो किमालाई मोमोमा टक्क राखेर डिजाइन बनाउने, जो कि हामीले जो आउँदैन त्यो डिजाइन बनाउनु, त्यही हो। यहाँबाट सट्ट निस्किन्छ अनि सुई फाल्छ अनि यहाँ टक्क राख्ने। अनि यही मसला चाहिँ यही किमा चाहिँ मोमोमा हाल्नलाई मात्र सिक्नु बाँकी छ, नत्र सबै हामीले सिकिसकेका छौँ। आज चाहिँ अलिकति भयो भने केही राम्रो कुरा सिकिन्छ भन्ने आश बोकेर आएका छौँ। आशा छ मनमा आशा जागेको छ। आज चाहिँ हिजोभन्दा अलिक बेटर होला भन्ने पनि मनमा लागिरहेको छ। आज नहोला, भोलि नहोला, होला एक दिन नै अवश्य भन्ने जस्तै। आज अलिकति बेटर होला, भोलि अलिकति बेटर होला। हामी चाहिँ आज अलिकति ढिलो आइयो, किनभने आज चाहिँ के पो चाडपर्व रहेको थियो, नाम चाहिँ अलिकति आएन। 9 बजे आइपुग्नु पर्ने, हामी 9 बजे आइपुग्नु पर्ने हो खासमा, तर आज चाहिँ 9:30 बजेको थियो आउँदै गाडीले पनि अलिक ढिलो गर्यो। त्यही हो। अनि आउने बित्तिकै हामीले चाहिँ प्याक गऱ्यौँ मोमोहरूलाई चाहिँ। आँटा पनि रेडी भइसकेको छ, मेसिनलाई पनि जोड्दैछौँ, किनकि अब यसैले नि यो सबै हाम्रो काम गरिदिने। आँटालाई चाहिँ टक्क साइज बनाएर यसभित्र हाल्छौँ अनि त्यहाँबाट चाहिँ यताबाट चाहिँ सुई बेलेर निकाल्छ अटोमेटिक। र यसरी बिस्तारै मेसिन तान्छ भित्र, हेर्न सक्नुहुन्छ। यसरी बिस्तारै तान्छ र यता यसरी आउँछ। सुरुमा बिग्रिन्छ 2-4वटा नराम्रो आउँछ अलिअलि। त्यसपछि राम्रो हुँदै गोलो हुँदै आउँछ। हामीले चाहिँ बिग्रेकोहरूमा ट्राई गर्ने यहाँ किमा चाहिँ यता छ। हामीले चाहिँ पहिला त्यो डिजाइन बनाउन सिक्दैछौँ हामीले। मेन चाहिँ फाइनली यस्तो मोमो बनाउन मैले सिकिहालेँ। ल हेर्नुहोस्, यस्तो मोमो बनाउन एकदमै सजिलो छ भनेर भन्नुहुन्थ्यो, बनेको चाहिँ यस्तो छ हेर्नुहोस्। फाइनली यस्तो मोमो हेरी मैले यत्तिको बनाउनु चाहिँ सिकेँ है त। ल अब यो चाहिँ भएको छ छैन थाहा भएन, यत्तिको चाहिँ मैले ट्राई गरेँ। कुनै डल्लो भयो, कुनै चाहिँ अलिकति लाम्चे भयो। हेर्नु बुनुको चाहिँ यसले बनाएको चाहिँ। फाइनली हाम्रो खाजा पनि आइसक्यो र आजको खाजामा रहेको छ यो न्युरोको साग। न्युरो साग भन्छ, के भन्छ यो न्युरो, अनि करेला चटनी र यो फ्राइड राइस। अब चाहिँ हामी खान्छौँ। भोक पनि लागेको थियो, टाइम भइसकेको छ 2:30 भयो। फाइनली हाम्रो खाजा पनि सक्यो। भर्खरै हामीले खाजा खायो र हामीले एकछिन रेस्ट गर्दैछौँ। र म चाहिँ त्यही बेलामा यसो बाहिर निस्केँ, किनकि बाहिर चिसो हावा चलिरहेको छ। बाहिर घाम लागे पनि शीतल हावा, चिसो हावा आइरहेको छ। आज चाहिँ अलिकति धेरै नै इम्प्रुभमेन्ट भयो। मेरो पहिलाभन्दा चाहिँ अलिक धेरैभन्दा धेरै बेटर भइसकेको छ मोमो बनाउन। 3-4वटा पिस त मेरो सिलेक्ट भएर फ्रिजमा पनि राखिसक्नु भयो। खुसी लाग्यो होइन। अलिअलि भयो भने ट्राई गरेँ, आफ्नो बेस्ट दिएँ। मैले बिहानै भनेको थिएँ आफ्नो बेस्ट दिन्छु भनेर। 100% हुम्ला एक दिन। अब 5-6 दिनको ट्रेनिङ हो, आज 2 दिन भयो। हिजो त खासै केही पनि जाने होइन, आज चाहिँ अलिकति भन्दा पनि धेरै नै जाने आज चाहिँ। त्यही नै हो, पहिलेदेखि मोमो बनाउनु सिकेको भए चाहिँ सायद यति गाह्रो चाहिँ हुन्थेन होला। अब सुरुमा चाहिँ सिकिएन, अहिले चाहिँ अब सुरुबाट नै सिक्दाखेरि चाहिँ गाह्रो जसलाई पनि हुन्छ, मलाई, तपाईँलाई, हजुरलाई, सबैलाई हुन्छ। सटिङ त जसले पनि जाने के हुन्छ, त्यो नर्मल हो। मेन भनेको जस्ट मोमोलाई डिजाइन निकाल्नु। अब कुनै भेजमा हुन्छ, चिकनमा हुन्छ, बफमा हुन्छ, किसिमको के अरे डिजाइन हुन्छ। अनि एउटा डिजाइन मात्र सिकेर भएन, सबै सिक्नु पऱ्यो। सबै सिक्दाखेरि टाइम लाग्छ। सबै कुराहरू भन्ने बित्तिकै फ्याट्टै हुँदैन भन्ने कुरा हामीले रियलाइज गरिसकेका छौँ। 2 दिन भयो अलिअलि सिकिए, तर होइन सिकिँदाखेरि चाहिँ के हुँदो रहेछ भने डिट्टु के मतलब सेम टु सेम हेरे पनि होइन त्यो सेम नहुने रहेछ क्या, फरक निस्किहाल्ने। अब त्यो किनभने हाम्रो हात पहिला कुरा त हात चलेकै हुँदैन, उहाँहरूले जसरी सरसर हाम्रो हात चलेको हुन्न नि त, त्यो कारणले पनि भने जस्तो हुँदैन। ट्राई गर्दैछौँ, छिटै होला भन्ने आशा छ। र पर्फेक्ट भइयो भने चाहिँ त्यसपछि पर्फेक्ट भइहाल्यो।
हामीलाई सिकाउने दिदी चाहिँ एकदमै राम्री हुनुहुन्छ। रूपले पनि मनले पनि उहाँले चाहिँ एकदमै सानो सानो कुरालाई पनि राम्रोसँग सिकाउनुहुन्छ। यसरी होइन यसरी हो भन्दै खुसी लाग्छ र सिक्न पनि सजिलो हुन्छ क्या। कोही मान्छेहरू त कस्तो कि सिकाउँदाखेरि झनक र फनक गर्ने हुन्छन् अनि त्यो सिक्नै मन लाग्दैन कि त्यो मान्छेको पारा देख्दा पनि आफ्नै पारा सड्किन्छ कि त्यस्तो हुन्छ। जे होस् एकदमै सजिलो तरिकाले सिकाउँदै हुनुहुन्छ हामीलाई र यही तरिकाले हामीले छिटो सिक्नेछौँ भन्ने आशा गर्दछौँ। मैले चाहिँ दाइले भन्दा चाहिँ अलि धेरै सिकिसकेको छु, राम्रो भइसक्यो किनकि मेरो हात छिटो अब छोरी मान्छे हो हात छिटो बसिहाल्छ नि त, अब केटा मान्छेहरूले गर्न सक्दैन। अनि यहाँ जे होस् एउटा दिदी हुनुहुन्छ हामी बाहेक, अनि दिदीले चाहिँ एकदम राम्रो के एकदम फ्याङ्लो तरिकाले साथीभाइ जस्तरी सिकाइदिनुहुन्छ, खुसी लाग्छ। साना साना टमाटरहरू रोप्नु भएको रहेछ, खुर्सानी पनि रहेछ। उही खतरा अचम्मको कुरा हेर्नु त, सानो बोट हेर्नु न कति सानो बोट छ र खुर्सानी कति ठुलो फलेको छ क्या। यता सानो गार्डन र सँगसँगै यहाँ पनि राता खुर्सानीहरू टन्नै रहेछ। ल हेर्न सक्नुहुन्छ पुरै रातो खुर्सानीहरू छ। सुरुको दिन र आजमा कति फरक आयो? सुरुको दिनमा त अब मोमोको डिजाइन पनि जाने थिएन, अब कसरी चलाउने पनि हातहरू पनि बसेको थिएन। आज चाहिँ अलि धेरै नै जानिसक्यो, आज चाहिँ रेडी भइसक्यो हाम्रो मोमो। त्यति पर्फेक्ट त छैन तर नि हाल्न मिल्ने चाहिँ भइसकेको छ एकदम। तपाईँलाई चाहिँ के कतिको गाह्रो लागिरहेको त नि काममा? सुरुको दिन चाहिँ अलिकति धेरै नै गाह्रो जस्तो चाहिँ महसुस भएको थियो, किनभने सुरुको दिनमा त झन् केही पनि आउँदैन थियो। अहिले चाहिँ आजको दिनमा चाहिँ अलिकति धेरै बेटर भएको महसुस भएको छ। मोमो सिकेर के लास्टमा चाहिँ के गर्ने चाहना छ? अहिले त मोमो केही पनि सिकिएको छैन। सिकियो भने चाहिँ पर्फेक्ट भइयो भने चाहिँ एउटा रेस्टुरेन्ट खोल्ने प्लानमा छु। भन्नुहुन्थ्यो रेस्टुरेन्टमा काम गर्छु अनि रेस्टुरेन्टमा अलिक स्यालेरी पनि धेरै हुन्छ भन्ने सुनेको थिएँ। काम गर्छु, अब पर्फेक्ट भएपछि सिकेपछि कहिलेकाहीँ घरमा नि बनाउँछु, घरमा नि बनाउनु सजिलो हुन्छ। कहिलेकाहीँ यसो घरमा बनाइन्छ नि त मोमोसम्म होटलबाट लिएर आउनुभन्दा आफूसित सिप भयो भने घरमै बनाएर खान सकिन्छ, त्यही हो। यसरी आँटा मिक्स हुँदैछ र साउन्ड पनि कस्तो डरलाग्दो आएको। आँटा मिक्स हुँदैछ, अलिकति अहिले छुट्टिरहेको किनभने चाहिँ गिलो भएको कारणले चाहिँ छुट्टिएको छ। यो सबै साह्रो भयो भने चाहिँ एकै ठाउँमा डल्लो हुन्छ, त्यही नै हो। र यो मेसिनले चाहिँ होस् मान्छेलाई सजिलो बनाउने मेसिनै हो क्या। आज यो मेसिन नभएको भए मान्छेको हालत कस्तो हुन्थ्यो क्या। मेसिन छ सजिलो, टक्कै बटन अन गर्यो आफ्नो पाराले आफ्नो जहाँ गए पनि भयो, जे गरे नि भयो, मेसिन छ जिन्दाबाद। यो चाहिँ दिदीले बनाएको मोमो र यो चाहिँ हामीले बनाएको मोमो। ल हेर्नुहोस् यत्तिको चाहिँ इम्प्रुभमेन्ट भएछ है। फाइनली काम सकियो र सरसफाइ कार्यक्रम हुँदैछ। अब यहाँ सट्ट सफा गरेर मेसिन पनि साफ गरियो र यहाँ टेबल पनि सफा गरियो सबै। र यहाँ नानीले झाडु लगाउँदैछन्, टक्क यहाँ पोखेको सबै सफा गरेपछि यहाँ चिटिक्क पारेर अनि फ्रिजहरू पनि सर्लक्क पुसिसकेपछि हाम्रो ड्युटी सकिन्छ आजको लागि। आजको ड्युटी पनि सकियो र आज हामीले धेरै नै इम्प्रुभ गऱ्यौँ। मैले सोचेको पनि थिएन कि यति छिटो यति धेरै इम्प्रुभमेन्ट हुन्छ भनेर। जस खुसी लाग्यो। अबको 2-4 दिनमा अलिकति अझै बेटर हुन्छ जस्तो लाग्छ मलाई, किनकि आफूमाथि विश्वास छ। र बुनुको चाहिँ खासै राम्रो भएन भनेको अझै पनि फुल्लै छ। हेर्नुहोस् कालो खाप्चो बनाइछ, उसको पनि धेरै बेटर भएको थियो। सुरुमा चाहिँ अलिकति च्यापा काँडा जस्तो बनाइदिए, पछि चाहिँ वाह भन्ने बनाइदिए। ठिक छ, अब नेक्स्ट टाइम अझै बेटर बनाउनु भन्छु, नरिसाउ, त्यही नै हो। र हाम्रो दर्शकहरूलाई के भन्न चाहन्छौ? केही भन्दिनँ म। हस् धन्यवाद। जुन दिदीले हामीलाई सिकाइराख्नु भएको छ त्यो दिदी पनि एकदम खुसी हुनुभयो हाम्रो इम्प्रुभमेन्ट देखेर है। यति छिटो यिनीहरूले सिकिहाल्यो भनेर खुसी हुनुभएको थियो। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्सक्राइब गर्नु होला। र आजको लागि यति नै, बाई बाई।